अहिले सोशल मिडियामा धेरै मास म्यानिपुलेसन तथा फल्स न्यारेटिभ्सहरू फैलिरहेको देखिन्छ। पछिल्लो समयमा सामाजिक सञ्चारमा तार्किक गणित तथा बहुमतको हिसाबको आधारमा मतदाताहरूलाई प्रभाव पार्ने प्रयास तीव्र गतिमा भइरहेको देखिन्छ। विश्लेषकका अनुसार राजनीतिक केवल सिट काउन्ट होइन, यो साहस, दृष्टि र सिद्धान्तमा उभिएको सामाजिक चेतनाको विषय हो। भोट खेर जान्छ भन्ने तर्कलाई केहीले व्यवहारिक राजनीतिक विश्लेषणका रूपमा लिएका छन् भने केहीका अनुसार यसले मतदातामा शङ्का, डर र आत्मविश्वासको कमी पैदा गर्छ। यसै सन्दर्भमा एउटा सानो कथा याद आयो। एउटा गाउँमा सुक्खा पोखरी थियो। गाउँको मुखियाले सबैलाई राति एक एक घैटो दुधको पोखरी हाल्न आग्रह गरे ताकि बिहानसम्म पोखरी दुधले भरियोस्। तर धेरैले सोचे, म एक्लै पानी हाल्दा के फरक पर्छ र, अरू सबैले त दुध हाल्छन्। भोलिपल्ट बिहान पोखरी पानीले मात्र भरिएको थियो, दुधको एक थोपा पनि थिएन। मेरो एक भोटले के फरक पार्छ र? जब बालेन शाह र हर्क साम्पाङ मेयर पदका लागि उम्मेदवार बनेका थिए, धेरैले उनीहरूको जित असम्भव ठानेका थिए। कुनै ठूला पार्टी संरचना थिएन, कुनै परम्परागत शक्ति थिएन। यस मतदाताले गणित भन्दा विश्वास रोजे, डर भन्दा साहस रोजे। परिणाम असम्भव बनेको कुरा सम्भव बन्यो। मतदाताले आफ्नै दिमाग प्रयोग गरेर मतदान गरे, त्यसैले परिणाम फरक आयो। हाल फैलिरहेको न्यारेटिभमा बहुमत ल्याउन सक्ने पक्षलाई मत दिनु उपयुक्त हुन्छ भन्ने तर्क फैलिरहेको देखिन्छ। तर यस्तो सोचहरूले मतदाताहरूलाई आफ्नो स्वतन्त्र सोच भन्दा पनि भिडको गणित पछ्याउन प्रेरित गर्छ। राजनीतिमा परिवर्तन कहिले पनि केवल अङ्क गणितबाट आएको छैन। आन्दोलन, क्रान्ति र पुस्तागत परिवर्तन त्यति बेला सम्भव हुन्छ जब व्यक्तिहरूले सबैले त्यही सोच्दैछन् भन्ने भ्रम तोडेर आफ्नै विवेक प्रयोग गर्छन्। राजनीतिक बहस स्वस्थ हुनुपर्छ, तर यदि तार्किकताको आवरणमा डर र शङ्का फैलिन्छ भने त्यो बहस होइन, मनोवैज्ञानिक प्रभाव पार्ने प्रयास हुन्छ। विश्लेषकहरू भन्छन्, परिवर्तन स्वतः आउँदैन, त्यो तब आउँछ जब नागरिकहरूले आफ्नो निर्णय भिडको गणितमा होइन, आफ्नै चेतनामा आधारित गर्छन्। मतदान गर्नुहोस् आफ्नै विवेक प्रयोग गरेर, भिडको डरले होइन।